हेलो गाइस, नमस्कार है। आज चाहिँ म छुट्टीको दिन यसो बजारतिर घुम्न आएको छु। तपाईहरुलाई यहाँ बजारको चाहिँ भिडियो देखाउँदैछु। गाइस के चाहिँ हेर्नुस् के लेखेको छ। त्यस्तो चिजहरु नै हुन्छ यहाँ। म चाहिँ यहाँ अर्कै ठाउँतिर नयाँ ठाउँतिर जाँदैछु। उतातिर यो ठाउँतिर कहिले गएको छैन। त्यो ठाउँतिर देखाउँदैछु म तपाईहरुलाई। आजको दिन म छुट्टीको दिन आज बाहिर निस्किन हिँडेको। यहाँ के सिग्नल रहेछ। यहाँ बस पार्क रहेछ। बस पार्क डाँडातिर जाने बस पार्क एरिया हो यो चाहिँ। ताइतुङ डाँडा जाने बस पार्क एरिया यो मिनी बस पार्क। अझ चाहिँ यहाँबाट नयाँ ठाउँतिर जाँदैछौँ। के रहेछ स्कुलहरू रहेछ के छ चाहिँ यो ठाउँतिर जाँदैछौँ। कस्तो रहेछ मास्तिरको ठाउँ हेर्नु जानु पर्यो। तपाईँहरू देखाउँदैछ नयाँ ठाउँतिर। म यो ठाउँतिर चाहिँ कहिले आएको छैन अहिलेसम्म। यहाँबाट हिँडेर एक राउन्ड घुमेर जानु पर्यो। कस्तो ठाउँहरू रहेछ यो देखाउँछु तपाईँहरूलाई। सिग्नल खुलेन अहिले। जानुपर्छ सोही चाहिँ गएर तितो झोल खानु पर्यो। कालो झोल तितो झोल। हेर्नुहोस् यहाँ घरहरू चाहिँ यस्तै मात्र हुन्छ। ठुल्ठुलो अग्लो मात्रै। पर के हो त यो मल जस्तो लाग्छ चाहिँ हेर्नु। यो मलको बिल्डिङहरू पर ठुल्ठुलो के हो झिलिमिली घरहरू यस्तो मात्र हुन्छ। यतातिर पनि छ। यो रातो घुम्ने जस्तो छ नि। यो चाहिँ फेस गर्ने ठाउँ है। हेयर सेलुनको चाहिँ सिग्नल हो। यहाँ चाहिँ हेयर सलुन हुन्छ भन्ने देखाएको हो। यहाँबाट जाँदैछु म। यो कुन ठाउँतिर आइपुग्यो? कुन पार्क साइडतिर आइपुग्यो कि हेर। आज नयाँ ठाउँतिर हिँड्दैछु म। आज यो चाहिँ पेट्रोल पम्प। यो चाहिँ बिजुली अफिस रहेछ क्या अरे। सब स्टेसन रहेछ। ताइटुङ रोड सब स्टेसन भनेको चाहिँ यो चाहिँ बिजुलीको सब स्टेसन रहेछ। यहाँ चाहिँ यो चाहिँ योलङ एरिया है गाइज। हङकङको योलङ म बसेको ठाउँ एरिया हो। म बसेको चाहिँ यतातिर हो पर। यो चाहिँ अर्कै ठाउँ। यो अर्कै मास्तिर आएको है। म चाहिँ यहाँ घुम्नलाई एक्लै छुट्टीको दिन भएर। यतातिर कता जाने रहेछ ठाउँ। नयाँ बिल्डिङहरू बन्द रहेछ यतातिर ठुल्ठुलो। कुनै दिन अब अर्को हप्तातिर आउनु पर्यो त्यो साइडतिर जानलाई चाहिँ। आज चाहिँ यताबाट यता फर्किनु पर्यो। यता जानु पर्यो। यहाँ सानो जङ्गल जस्तो पनि रहेछ त्यहाँ। यताबाट जानु पर्यो आज। गाइस पर अब उसमा निस्किन्छ होला। त्यो गुहे नालीतिर जाँदैछु त्यतै निस्किन्छ कि भन्ने मेरो आकलन चाहिँ गरेर हिँड्दैछु एक्लै। सायद हो कि यहाँ अलिकति जङ्गल झाडी पनि रहेछ। डराउँदैन त ढुकुर चरी हिँड्छ। चराहरू घेराहरू गराउँदैन। सानो ग्याट स्केलिन त्यस्तो भएर त्योहरू टिस्टा चराहरूमा पापिने रहेछ नि सानोमा त। अहिले आउँदा पो थाहा भयो केटाकेटीमा के बुद्धि हुनु। के थाहा भयो केही मार्नु हुँदैन यस्तो पाप हुन्छ भनेर। ल
गाइस यहाँबाट म जाँदैछु वाकिङ गरेर हेरेर जाँदैछु। सानो जङ्गल जस्तो रहेछ, चराचुरुङ्गी निकै कराइरहेको छ, चराचित्री गरेर चाइनिज भाइले के पार्किङ भनेर कुन कम्पनीको पार्किङ जाँदैछु म। जस आजको मौसम चाहिँ एकदम जाडो महिना नि यतिको जाडो हुँदैन, त्यति जाडो छ। उतातिर पनि निस्किन्छ होला, एउटा बाटो रहेछ उता निस्किने बाटो, म चाहिँ यो बाटो जाँदैछु। यति जाडो छ कि बाफ्रे, हिउँ पऱ्यो होला कतै, यति जाडो छ। हिजो पानी पनि पऱ्यो अलिअलि, त्यही भएर होला जाडो यस्तो बढेछ कि। हङकङमा चाहिँ जाडो छ है साथीहरू। नेपालतिर अब कस्तो छ अहिले, तपाईँहरू बसेको ठाउँ कहाँबाट हेर्दै हुनुहुन्छ, त्यतातिर कस्तो छ मौसम कमेन्ट गर्नुहोस् है गाइज। रेसिडेन्ट एरिया रहेछ, सानो सानो बिल्डिङहरू छ, ठुल्ठुलो बिल्डिङहरू पनि छैन। यो चाहिँ रेसिडेन्सियल एरिया रहेछ, रेसिडेन्सियल एरिया। साइडमा चाहिँ खासै ठुल्ठुलो बिल्डिङहरू छैन, सानो सानो घरहरू रहेछ कि, पर्सनल बस्ने घरहरू जस्तो लाग्दैन। के हो, स्कुल हो कि के हो? त्यतातिर हिँड्दैछ के झन्डा हो त्यो पाउनु पाएन। लुक राइट हुन, लुक राइट गर्ने नि होइन। स्कुल रहेछ, स्कुल एरिया रहेछ यो, यतातिर स्कुल रहेछ। यो स्ट्रिट अरे, म चाहिँ यताबाट आएको अहिले। त्यो सानो जङ्गल जस्तो रहेछ त्यहाँ, यतातिर जाँदैछु। यो परतिर चाहिँ घरहरू, पर्सनल घरहरू जस्तो लाग्यो मलाई। त्यतिको अग्लो अग्लो बिल्डिङ पनि छैन, पुरानो पुरानो एरिया रहेछ। त्यतातिर जाँदैछु, झिलिमिली छ त के हो त्यो झन्डा, नेपालको त्यो इन्डियाको त्यो जस्तो छ त, भाजपाको झन्डा जस्तो छ त कलर। त्यतिर रहेछ ठुल्ठुलो बिल्डिङहरू, के रहेछ त्यो इलोङ पार्कबाट देखिने। त्यतिर जाँदैछु गाइज म। यो परतिर नि गएको छैन म, यतातिर नि घुम्नु गएको छैन। अब गन्धे नाली आइपुगेँ, अब गन्धे नाली आइपुग्ला त्यतिर हो। यो एरियातिर नि गएको छैन, हो त जङ्गल पो छ त, खेतहरू जस्तो छ त, त्यहाँ पनि जानु पऱ्यो र एक दिन घुम्नुलाई। पर आइपुग्यो, झिलिमिली ठाउँ छ यहाँ चाहिँ। यसरी एक दुईवटा भिडियोहरू बनाउनु पऱ्यो। यतातिर जान्छु म, यतातिर जाँदैन। ए गन्धे नाली, गन्धे नाली, तर छेउछेउ चाहिँ पुरा फुलहरू रोपेको छ। ल हेर्नुहोस् कति झिलिमिली छ, परेवाहरू छ। तर यताको नाली चाहिँ अलिक गन्दै गन्दै नै रहेछ है, तलतिर भन्दा अलिक फोहोर रहेछ, झारहरू उम्रेछ। के काम हुँदै रहेछ, सरसफाइ गरेर त हुन्थ्यो। कस्तो राम्रो फुल रहेछ, गेट फुल रोपेको रहेछ नालीको छेउछेउ। पर त झन् त्यो खोलाकै छेउछेउमै झरेर आएको नालीकै छेउ गेट फुलहरू पुरा झाङहरू छ त्यहाँ हेर्दा। अहिले चाहिँ यतातिर जाँदैछौँ, पुरै फुल रहेछ एरिया, झिलिमिली दामी लाग्यो। यहाँबाट गयो भने चाहिँ 68 भन्ने बस पार्क भेटिन्छ कि, त्यतातिर पुगिन्छ 68 तिर। नेपाली होटलहरू पनि छ।
भेला हुन्छ। आज सन्डेको दिन त त्यहाँ डोमेस्टिक केटीहरू डोमेस्टिक घर काम गर्नेहरू चाहिँ भेला भएर चाहिँ रमाइलो गरेर देखिन्छ त्यो पार्कहरूमा। र यहाँको सबै पार्कहरूमा अनि त्यो माथि माथि आकाशे पुलहरूमा त्यस्तैहरू देखिन्छ प्रायः। अहिले त्यहाँ गयो भने म देखाउँछु एक झलक। तर यो फुल चाहिँ दामी लगाएर मैले भिडियो खिचेको यहाँको चाहिँ यस्तो दामी लाग्यो। अब नजिकै गएर खिच्छु। ब्युटिफुल छैन त ब्युटिफुल